म त भन्छु यसमा सरासर गभर्नमेन्टको गलत छ। कसले भन्यो अरूको प्राइभेट प्रोपर्टीमा गएर डियर ग्यास हान्नको लागि? कसले भन्यो? के आन्दोलनकारीले भन्यो थियो जाउँ माथिदेखि डियर ग्यास हानौँ कि गभर्नमेन्टले भन्यो थियो? चोरी चोरी किनभने मारेर गएछ नि यत्रो मान्छेलाई, यस्तै चोरी चोरी मारेर गएछ, त्यही भएर चोरी चोरी हान्छ अहिले पनि। बुझ्नुभयो तपाईँ? र एउटा कुराहरू मेरो भाइ, दुईजना जान गुमाएछ, त्यसमा त तपाईँ बोल्नु भएन। एउटा आन्दोलनकारी र एउटा पत्रकार, त्यो इन्सान होइन? जो पनि मर्यो भने इन्सानै हो, तर त्यसको जिम्मेवारी कसले लिन्छ? गभर्नमेन्टले लिन्छ कि अरूले लिन्छ? तपाईसँग सोध्न चाहन्छु म। त्यो घर पनि टुटेछ नि, त्यो माथि गएर डियर ग्यास नहाने भने त्यो पनि घर पनि टुट्ने थिएन, केही पनि हुने थिएन। त्यहाँदेखि जब डियर ग्यास हान्दैछ त मान्छे फोकस कहाँ गर्छ? त्यो घरको माथि त गर्छ। तपाईँ आँखा हुँदा हुँदा तपाईँले हेर्न सकेका छैन जस्तो लागिरहेछ मेरो भाइ। प्लिज आँखा राम्रोसँग खोलेर हेर्नु, अनेकौँ यस्तो भिडियो छ। जय नेपाल।